Hagas en PLC. Okay. Only Sansar is the mic. Okay, bro. नदेखा भाइ चढक तेरो पर्दैन फरक केटहरू आयो भने भइहाल्छ सरक मुजी नदेखा चटक मुजी पर्दैन फरक केटाहरू आयो भने सिधै भरिहाल्छ सरक नदेखा भाइ तेरो चटक केटा आयो भने भरिहाल्छ सरक तेरो केटाहरू एकजुट पारी मैले पल्टाइदिने हो टडक मैले दिसान्दा मुजी पर्दैन फरक ढोङ्गी बाबा म मन्तर हान्ने बावन त्यसले एउटा हान्छु मैले ऱ्यापको वर्ष त्यहाँ सावन म क्रेजी साइको ऱ्याप टु नाइट सुनाइ बनाइदिन्छु पागल एकतिर हान्छु मान्छे हुन्छ घायल त्यसले भुगी खान्छु खोजी हान्छु चेपी हान्छु तेरो लासले मैले चलै जान्छु तेरो आँसु खुसी भोग लाउँछु धर्म कर्म मेरो मुसलमान जता बोल्छ भन्ने सिधै जान्छ जान भागिहाल मेरो भाइ कुरा मान मेरो केटाहरू सैको मुसलमान खान खेल खेलमा फेरि जाला जान तरै मारी मैले नि पट्टी गर्छु होटलको माथि म मान्छे पर्यातवादी दुश्मनलाई बनाउँदिन साथी अहिले पनि टाइम छ भागेल न त पुगाइदिन्छु मैले माथि य मुजी पुगाइदिन्छु मैले माथि सुन मेरो भाइ पुगाइदिन्छु म्याचिङहरूलाई माथि अहिले पनि टाइम छ बाँकी म्याचिङहरूलाई कति खुसी आई झगडा लडाइँमा गोली खाई मरियलको बिलेनो छैन मुजी म मुबिसिबीको रोकी भाइ गोटी खाई रक्सी खान पुग्छु पारी दुश्मनहरूलाई जान्छु मारी ऱ्यापरहरू छ पछाडि यो रेपको किङ म अगाडि पाल्छु दारी गोर्खाको गाडीमा सवारी वर्ल्ड वार हुन्छ जारी भोग्नुपर्छ तँलाई भारी दुश्मनहरूलाई मैले जान्छु मारी भोग्नुपर्छ तँलाई भारी फ्री फायर छैन यहाँ वर्ल्ड वार हुन्छ फेरि जारी त सस्तोरी म अन्सारी ग्याङ नगर्न त केटा जारी लगतको बगाइदिन्छु बारी रातिको 12 बजे ढोका तेरो हुन्छ ढक ढक त्यता बोल्दी मैले बक बक सिधै लिएर जान्छु चक चक त मान्छे सोझे म ठक रातिको 2 बजे लगभग तेरो लाससँग म गर्छु चक चक मुजी फक मुजी पक मुजी फक मुजी पक साइको गिदी पक्राइछस् भने टाउको टाउकोमा रड आउँछ ब्लड र टाउको माथि आउँछु राति तेरो साथीहरूलाई समाति घाँटी काटी पुगाइदिने हो सबलाई माथि मार्न मात्र 2 जना बाँकी रुन्छस् किन मुजी राति मार्न मुजी 10 जना बाँकी रुन्छस् किन मुजी राति मुजी या रुन्छस् किन त राति जसो छालाई मार्न म बाघो म जलिरहेको आगो त फुस्किरहेको राखो मुख अगाडि धम्की दिन्छु मेरो केटाहरू छ साइको मेरो फ्यानहरू छ लाखो भाग ब्रो यहाँ साइको आयो भाग ब्रो यो सपना हो फेरि रियलमा सुताउनु पर्ला मुजी जाग ब्रो भाग ब्रो केटाहरू छ साइको नदेखा भाइ चढक मुजी पर्दैन फरक मेरो केटा आयो भने सिधै मुजी भर्छ नि सडक तेरो ग्याङलाई एकजुट पारी पल्टाइदिने टरक या पर्दैन मुजी फरक मेरो ऱ्याप करक